तपाईलाई लाग्छ होला त्यहाँ आइपी सर पनि रोएको छ, आइपी सर पनि रोएको छ। तपाईको आइपी सर जो अहिले सहजीकरण गरेका छ, तपाईको आइपी सरका पनि आँखाबाट बलिन्दर आँसु झरेका छन्। राति 12 बजे, 1 बजे, 2 बजे, 3 बजे। हिजो त्यो आँसु झरेर त आज खुसी छ। हिजो त्यो आँसु झरे, हिजो त्यो सङ्घर्ष, त्यो हिजोको त्यो सपना थियो र आज सपना साकार भयो। हिजो मैले त्यो सपना देखाएको थिएँ र मुटुहरू केही कुरा पाउन केही त्याग्न पर्छ के, केही पाउन केही त्याग्न पर्छ भन्ने तपाईँलाई थाहा छ नि। त्यही भएर तपाईँले पनि त्याग्नुहोस्। 1 नम्बरमा मोबाइल त्याग्नुहोस्, 1 नम्बरमा कलै त्याग्नुहोस्, फोनै फाल्नुहोस्। फोन पर्दैन, फोन फाल्नुहोस्, फोन पर्दैन। 1000-1100 को टुकटुके फोन किन्नुहोस्, अहिले एकैछिनलाई त्यसले काम गर्छ। कुरा बुझ्नुभयो होइन? एन्ड्रोइडै चाहियो, ठिकै छ, समस्यामै घेर्न पर्यो, हेर्न मात्रै प्रयोग गर्नुहोस्। आजभन्दा 3 महिना 4 महिना अगाडि भनेको थिएँ फेसबुक फालिदिनुहोस्, टिकटक हटाइदिनुहोस्। जुन दिन सफल हुनुहुन्छ, कसम खाएको होइन मैले, तपाईँलाई मैले कसम खाएको होइन मुटुहरू, कसम खाएको होइन। अनि पढ्ने बेला नपढ्ने, पढ्ने बेला खालि टिकटक र त्यहाँ साथीभाइ मेसेन्जर र वाट्सएप, यता र उता फेसबुक र बधाई के र के दिँदै हेर्दै बस्ने, अनि गेम र त्यहाँबाट फिल्म हेर्दै बस्ने। अनि परीक्षा मेरो भाग्य त यहीँ भरे त्यसको जस्तो भाग्य भए त, त्यसले जस्तै कस्तो भाग्य हो क्या त्यसको त। मलाई भन्नुहुन्छ क्या साथीहरूले, कस्तो भाग्य हो के तपाईँको त, जता पनि नाम निकाल्ने। मेरो 7-8 ठाउँ नाम निक्ले त साथीहरू, जहाँ पनि नाम, कस्तो भाग्य हो के। ए मुटुहरू, त्यो भाग्यभन्दा पछाडि कति सङ्घर्ष देख्नु भएको छ, देख्नु भएको छ, देख्नु भएको छ।